यो बहिनी हो नेपालको कन्टेन्ट क्रिएटर। उप्स, होइन, यो बहिनी त अहिले युके आएदेखि कन्टेनर क्लिनर भएको छ है, कन्टेनर क्लिनर। यो बहिनीको युकेको स्ट्रगल लाइफ सुनाउँछु है साथीहरू, मजाले अन्तिमसम्म सुन्नुहोस् है। यो कन्टेनर क्लिनर बहिनीलाई युके आउँदा फेरि कस्तो भयो भनेपछि युके होइन, सुरुमा त उसलाई इन्डिया जस्तो फिल भयो है। जताकतै इन्डियन मान्छे, एकछिन कन्फ्युज पनि भएछ। फेरि सोचे होइन यो त युके नै हो भनेर मन मारेर त्यहीँ बस्यौ है। यो कन्टेनर बहिनीले कस्तो राम्रो कुरा सिकेको छ। नेपालमा हुँदा नेपाली भाषा मात्र बोल्दै भने युके आएर इन्डियन भाषा बोल्न स्पष्टसँग सिकिसकेछ है। अरू केही नसिके पनि यो बहिनीलाई काम कसरी खोज्ने भनेर सबै आउँछ, तर भाग्य कामै पाउँदैन। अलि नेपालीले स्क्याम गरेको हुन्छ ठाउँमा। यो बहिनीले मक्खन ला जस्तो यो परौठामा तपाईँहरूलाई मक्खन लाउन सक्छन् र पैसा लुटेर जान सक्छन्। त्यही भएर बी केयरफुल है साथीहरू। प्यार नेपाली भाइ बहिनी, ब्याचलर मास्टर स्टुडेन्टका दिदी भाइ बहिनीहरू, तपाईँहरू युके आउँदै हुनुहुन्छ भने प्लिज केही सिप लिएर आउनु होला, न त यस्तै हालत हुन्छ है।